नमस्कार, तपाईँ हेर्दै हुनुहुन्छ सर्च अफ ट्रुथ। काठमाडौँमा आर्थिक रूपमा विपन्न तथा आवश्यकतामा परेका परिवारलाई सहयोग पुर्याउने उद्देश्यले सञ्चालन भइरहेको अन्नपूर्णा मुहिम अन्तर्गत राहत वितरण गरिएको छ। मुहिम अन्तर्गत काठमाडौँ महानगरपालिका 17 क्षेत्रपाटी निवासी रमिला तामाङलाई पहिलो पटक राहत प्रदान गरिएको छ। त्यस्तै कोटेश्वर महादेव स्थान निवासी चाँदनी खातुनलाई दोस्रो पटक राहत वितरण गरिएको हो। अन्नपूर्णा मुहिम अन्तर्गत आवश्यकतामा रहेका परिवारलाई खाद्यान्न लगायत आधारभूत सामग्री सहयोग गर्दै उनीहरूको दैनिक जीवनयापनमा सहजता ल्याउने प्रयास भइरहेको छ। सन्त रामपालजी महाराजको मार्गदर्शनमा सञ्चालन भइरहेको यस अभियानले समाजमा सेवा, सहयोग र मानवीय भावनाको विकास गर्दै विपन्न परिवारलाई निरन्तर सहयोग पुर्याउँदै आएको बताइएको छ। कठिन परिस्थितिमा प्राप्त राहतले परिवारको दैनिक जीवनयापनमा केही सहजता थपिएको राहत प्राप्त परिवारहरूले बताएका छन्। नेपालका विभिन्न स्थानमा आवश्यकतामा रहेका परिवारसम्म सहयोग पुर्याउने अन्नपूर्णा मुहिमको अभियान निरन्तर जारी रहेको छ। यस्तै सामाजिक तथा मानवीय सेवा सम्बन्धी समाचारका लागि सर्च अफ ट्रुथलाई फलो, लाइक र सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।